नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा महिनावारी हुनुलाई छाउ हुनु पर सर्नु भनिन्छ भने महिनावारी भएकी महिलालाई छाउपडी भनिन्छ। छाउपडीलाई घरदेखि टाढा अलग्गै बसोबास गराइन्छ। छाउपडी बस्ने ठाउँलाई छाउगोठ। प्राय छाउगोठ गोठ भन्दा पनि जीर्ण, साँगुरो, अँध्यारो, ओसिलो र असुरक्षित हुन्छ, किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ। त्यसैले त छाउ बार्न गएका धेरैको मृत्युवरण हुने गर्दछ। यो नियतिलाई रोक्न भन्दै सरकारले छाउगोठ भत्काउने अभियान नै चलायो। तर त्यसो गर्दा पनि छाउ बार्ने चलन नरोकिएपछि अहिले स्थानीय सरकारले भने स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाबाट प्रदान गरिने सबै किसिमका सार्वजनिक सेवा सुविधाबाट वञ्चित गराउने अभियान चलाएको छ। जुम्लाबाट पालिका खबरदाता मानदत्त रावलको रिपोर्ट। कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा छाउपडी प्रथा डरलाग्दो बनिरहेको छ। छाउ गोठमा गएर बस्नुपर्ने बाध्यता अन्त्य हुने अझै अवस्था छैन। त्यसैले त छाउपडी महिलाहरू सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका छन्, दीर्घरोगी बनिरहेका छन्, छाउगोठभित्र निसासिएर गला घोटेर प्राण पखेरु त्यागिरहेका छन्, बलात्कृत भइरहेका छन्। त्यसैलाई न्यूनीकरण गर्न स्थानीय सरकारले अहिले विभिन्न अभियान चलाएका छन्। जुम्लाको यो तिला गाउँपालिकामा 32 गाउँ छन्। तीमध्ये 30 वटा गाउँ छाउगोठ मुक्त घोषणा भइसकेका छन्। छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो। महिला सशक्तिकरण, लैंगिक समानता र विभेद अन्त्यका लागि छाउगोठ मुक्त अभियान कोसेढुङ्गा साबित हुने आशा गरिएको छ। तिलाका 32 गाउँका करिब 956 घरधुरीका 3512 जना महिला छाउ भएको समयमा घरमै बस्ने गरेको पाइएको छ। सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीका अनुसार 2282 जना पुरुषले छुई भएको समयमा घरमै बसाल्ने सहमति गरेका छन्, जसले गर्दा यो छाउपडी प्रथा उन्मूलन हुनेमा आशा पलाएको खत्रीको भनाइ छ। कार्यक्रम यसमा यहाँ सम्पूर्णको साथ नभएको भए आज यो सम्भव हुँदैन थियो। विशेष गरी यहाँ यो अभियानमा लाग्नुहुने हाम्रा अभियानकर्ताहरू हुनुहुन्छ, जस्तो कि महिला स्वयंसेविका हुनुहुन्छ, लैङ्गिक सहजकर्ता हुनुहुन्छ र आम दिदीबहिनीहरू हुनुहुन्छ। यहाँ तपाईँहरूको यो जुन एउटा चासो, चिन्तन र यहाँले गरेको जोस जाँगर देखाएको एउटा चाहिँ भावप्रति चाहिँ हामी एकदमै यहाँहरूलाई सम्मान गर्दै र यहाँले जुन यो एउटा सफल देखाउनु भएको छ, हुनुभएको छ, यसको सिको यहाँ जुम्ला जिल्लाको अन्य गाउँपालिकाका दिदीबहिनीहरूले पनि सिक्नेछन्, बुझ्नेछन् र तपाईँहरू जस्तै एउटा अन्याय र विभेदमा परेका महिलाहरू चाहिँ माथि उस्कनका लागि अथवा विभेद रहित हुनका लागि पनि ठुलो सहयोग पुग्नेछ। लुप्सेरा र थापा गाउँ भने छाउगोठ मुक्त घोषणा हुन बाँकी छन्। त्यसपछि तिला गाउँपालिकालाई जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा गरिनेछ। यस अघि पनि जुम्लामा छाउगोठ मुक्तको अभियान सञ्चालन भएको थियो। ग्रामीण महिलामा जागरण फैलिएपछि छाउ प्रथा विरुद्ध महिला नै सशक्त भएर जुटेका छन्। गोठमा गाई बस्तु सुत्ने गोठमा हामी बाहिर सरेर गाई बस्तु सुत्ने गोठमा सुत्छौँ र त्यो सुत्नको कारण के हो भने हामीलाई हाम्रो स्वास्थ्यको हानिकार हुनको कारणले सुत्दा रहेछौँ भनेर सबैले बुझ्नुपर्ने हुनेछ र हामी त्यस्तो आजबाट हामीले सबैले छाउपडी मुक्त घोषणा भइसकेपछि सबैले नसुतेर आफ्नो कोठामा सबै दिदीबहिनीहरू कोही सुत्नुहुन्छ भने गोठमा सबैले घरमा सुतिदिनु हुनेछ र यस छाउपडी मुक्त घोषणा भइसकेपछि कोही दिदीबहिनीहरूले बाहिर नसुतिदिनु होला, कोही काहीँ सुत्ने भएपछि। अभियानले महिनावारी हुँदा गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैले सहयोग गरेको छ। अभियानले स्थानीय महिला आफ्नो स्वास्थ्य सुरक्षाका लागि छाउगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी भएका छन्। महिनावारी भएको अवस्थामा घरभित्रै बसेपछि पालिका नै छाउगोठ मुक्त घोषणा हुने अन्तिम चरणमा पुगेको हो। म सम्पूर्ण यहाँ सहभागी हुने आमा बुवा दिदीबहिनीहरूलाई म के आग्रह गर्न चाहन्छु, हजुरहरूले 10औं पटक हामी गोठा बस्ने छैनौँ, घर बस्नेछौँ भने तपाईँहरूले 10औं पटक हात उठाइसकेपछि बल्ल अहिले हामीले गाउँपालिका र वडाले यो छुइगोठ मुक्त कार्यक्रम समापन आज गर्नेतिर गइराखेका छौँ। छाउगोठ मुक्त घोषणा गर्दा पनि कुनै महिला छाउगोठमा बसेको अवस्थामा स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घ संस्थाबाट प्रदान गरिने सबै किसिमका सार्वजनिक सेवा सुविधाबाट वञ्चित गरिने गाउँपालिकाले चेतावनी दिएको छ। हाम्रो अभियान छ
गोठबाट, किनकि महिलाहरू गोठमा बस्दा बलत्कृत हुन्छन्, गोठमा कीटाणुहरू हुन्छन्, गोठमा बस्दा कतिपय महिलाहरूको पाठेघर क्यान्सर भएको छ, गोठमै बस्दा हाम्रा बालबालिकाहरू आँखा र कानमा छारो बस्दा हाम्रा दृष्टिहीन भएका छन्, हामी कान हुँदाहुँदै हामी बहिरा भएका छौँ। त्यसले गर्दाखेरि हाम्रो अभियान के मात्रै छ भने बिस्तारै हामी गोठबाट घर ल्याउने हाम्रो अभियान हो। घर ल्याउने क्रममा तपाईँ सबै सहमति भइदिनु भएको छ, तपाईँहरू सबै सक्रिय हुनुभएको छ। त्यस कारणले गर्दा आजका दिनबाट जुम्लाकोट गाउँ वडा नम्बर 8 पुरुष पहिल्यै भइसकेको छ। जुम्लाकोट गाउँका आदरणीय दिदीबहिनीहरू र पुरुषहरूले पनि सहयोग गर्नुहुनेछ भन्ने कुरा हामीले आजबाट घोषणा गरेका छौँ। महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न कुनै किसिमको भेदभाव, छुवाछुत, मानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई 3 महिनासम्म कैद वा 3000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। त्यसैले सबै मिलेर यसको उन्मूलन गर्न आवश्यक छ।